आज राति सुतेकै ठाउँमा मार हान्ने खुकुरीले छप्काएर त्यसको शरीर 120 टुक्रा बनाइदिन्छु। भोलि बिहान तपाईको कानले शुभ समाचार सुन्न पाउनेछ आमा। तपाईँ ढुक्क हुनुहोस्। यहाँ जति नै कुकुरलाई खुवाएर पाले पनि केही काम छैन। अब म आफ्नो दुश्मनलाई आफ्नै हातले मार्छु। भोलि बिहानको सूर्य उदयसँगै तपाईकी छोरीले शुभ समाचार लिएर आउनेछ। म जसै भए पनि रामे र रामेको परिवारलाई मारेरै छोड्छु। के भन्छ यो? त्यसलाई मार्न त्यति सजिलो छैन। सजिलो मात्र होइन, सम्भवै छैन। त्यो रामे चान्चुने मान्छे होइन। त्यसलाई त यो पुरै 7 गाउँका गुन्डा लाए पनि मार्न सकेन। बिकीको बाउले त मार्न नसकेको हामीले सक्छौँ त। यो बेला रामलाई मार्न सक्ने भनेको एकजना मात्र मान्छे छ, त्यो म हुँ। म बाहेक अरू कसैले केही गर्न सक्दैन। यति बेला राम मेरो मायामा पागल भएको छ। अहिले घरमा राम र म मात्र छौँ। यही मौका छोपेर रामलाई मैले मार्न सक्छु। हेर दिपा, हामी सबै कुरा सहन सक्छौँ, तर आफ्नो श्रीमानलाई यसरी आफ्नै आँखा अगाडि पर स्त्रीले हात लगाएको सहन सक्दैनौ। तेरो सबै बानी मलाई राम्रोसँग थाहा छ। तँलाई मैले राम्रोसँग बुझेकी छु। विगत 15-20 दिन यता हाम्रो बुढोको नजिक हुन खुब बहाना बनाउन लागेकी थिएस्। साथीको नाता जोडेर हाम्रो बुढोसम्म पुग्ने कोसिस नगर। तँलाई हाम्रै आँखा अगाडि हाम्रै बुढोको हात समाउन लाज लागेन? उमेर पुगेर पनि केटा नपाएर हाम्रो बुढोमाथि आँखा लगाउन लागिस्? हाम्रो सौता बनेर आउने सोचेकी ओली छैन? अब एक शब्द मात्र बोल्यो भने तिम्रो जिब्रो थुतेर फालिदिन्छु। समय र परिस्थितिलाई बुझ्दै नबुझी नबोल मुना। यहाँ मान्छेको जीवन र मृत्युको कुरा छ, स्वाभिमानको कुरा छ। हो, तिमीले यस्तै बुझ्दै नबुझी गर्ने निर्णयले गर्दा आज मैले यस्तो दिन भोग्नु परेको छ। हात समाउँदैमा दिपा मेरो श्रीमती बन्छे जस्तो लाग्छ भने सौता बनाएर भित्राइदिउँला। अब त भयो, जाउँ हिँड्नु दिपा। तँलाई के लाग्छ हो? तँ बारम्बार मेरा गाउँका चेलीहरूको इज्जत माथि खेल्न तेरो छोरो पठाउनु अनि राम मौन बस्दिनु पर्ने? यो अपराधीले के गरे तिमीहरूलाई थाहा छ? यसले दिपा र रमिलालाई गुन्डा लगाएर उठाएर जङ्गलमा लगेर यिनीहरूको इज्जत लुट्न खोजेको थियो। यसको छोरालाई छोरी चेलीको इज्जत लुट्ने दीर्घ रोग लागेको छ। वीरजन, मैले तेरो छोरालाई जिउँदै ल्याइदिएको छु। यदि यो बाँचेछ भने उम्मेदवार बनाएर चुनाव लडाउनु। चुनाव लडाउँदा फेरि फोटो भित्तामा राखेर माला लगाउनु पर्ला। विचार गर। अब तेरो साम्राज्यमा रामले पाइला टेकिसकेको छ। तयार भएर बस। नमस्कार हजुर। ल हजुर, हाम्रो पालिकाको मुहार फेर्न, विकास गर्न यसपालि चाहिँ स्वतन्त्र उम्मेदवारहरू उठेका छौँ। रमेश बोहरा सहित हामी सबै स्वतन्त्र उम्मेदवारहरूलाई जिताउनु पर्यो। चुनाव चिन्ह चाहिँ हेर्नुहोस् त, उडिरख्या परेवा। राम भाइसँग कुरो भइसक्यो, होड पक्का। नमस्कार।
यो बाहिर देख्दा मात्र राम्रो रहेछ, भित्र यसको अर्कै रूप रहेछ। मलाई कोठामा बोलाएर 1 घन्टा धुनेर यस्तो गर्यो। के कुरा गर्नु भएको बहिनी? रामबाट यस्तो गल्ती हुनै सक्दैन। किन नचाहिने आरोप लगाउँदै हुनुहुन्छ? किन डाँटु र दिदी? मेरो विश्वास लाग्दैन भने भित्र कोठामा गएर हेर्नुहोस् अनि यसको ओठमा हेर्नुहोस्। मेरो ओठबाट आएको रगत त्यसको ओठमा पनि छ। मलाई चुनावको बारेमा कुरा गर्नु छ भनेर बोलायो। त्यसपछि कोठामा मुख धुनेर 1 घन्टासम्म यस्तो गर्यो। बल्ल भुत्किएर भागेर बाँचे। म बर्बाद भएँ। राम भाइ, यहाँ के भइरहेको छ? यो सब के हो? के तिमी कोठामा एक्लै सुतेको थियौ हो? बुढो बिसको कोठामा एक्लै सुत्नु भएको थियो। पहिलादेखि नै एक्लै सुत्नुहुन्छ। राम बाबु, तपाईँ जस्तो मान्छेले सोच्नु पर्दैन? जुन अपराध गर्यो भनेर तपाईँ आज चुनावी माहौलमा घुमिनु भएको छ। केही अपराधमा तपाईँ पनि छि 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 छि। केही समयपछि चुनाव हुँदैछ। त्यो कुरा बाहिर गयो भने के हुन्छ? नानी, यो कुरालाई यही आगनमा अन्त्य गरौँ। त्यही पनि ठिकै छ। म एकपटक जिल्लामा जारी गर्छु। जानुहोस्, रामेलाई समाउने तयारी गर्नुहोस्। तपाईँलाई आदेश चाहिएको होइन, जिल्लाबाट मात्र होइन, म माथिबाट आदेश लिइदिन्छु। तपाईँले जान सक्नुहुन्छ। न रहे बाँस न बजे बाँसुरी। आजदेखि त्यो रामेको खेल सकियो। आन्दोलनको तयारी गर। आन्दोलनको तयारी। तपाईँ अहिले बाहिर जानुभयो भने यिनीहरूले तपाईँमाथि आक्रमण गर्न सक्छन्। पनि यिनीहरू नारा लगाउन मात्र आएका होइनन्। त्यो अपराधीलाई बोलाओ। यसरी चेली बेटीको इज्जत लुट्न पाइन्छ? खुरुका त्यसलाई बाहिर ल्याऊ। अपराधीको सन्तानलाई मार। साथीहरू नमस्कार। आज लामो समयपछि फेरि पनि म तपाईहरू माझ नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु भने आज चाहिँ हामी कुरा गर्नेवाला छौँ अब आउने बुहारी एपिसोडमा के हुन्छ त। त्योभन्दा पहिला जानौँ अघिल्लो एपिसोडमा के भएको थियो। हो साथीहरू, यति बेला बिरजङ र बिरजङको छोराले राममाथि निकै ज्यादती गर्दै गइरहेका छन्। चुनाव जित्न सकिँदैन भन्ने कुरा थाहा पाएसँगै यति बेला रामलाई मार्न समेत पनि यिनीहरू पछि परेनन्। हो साथीहरू, अघिल्लो एपिसोडमा विभिन्न पावरहरू लगाएर रामलाई बलात्कारी घोषित गरी मार्नका लागि बिरजङ र बिरजङका छोराहरूले लगाएका थिए। बा पुलिसले चलाखी पो गर्छ कि भनेर यिनीहरूले साथमा बसेर गोली हानेका रामलाई यति बेला पुलिसले बुलेट प्रुफ ज्याकेट लगाएर सुरक्षित गराएको छ। हो साथीहरू, पुलिसले यति बेला रामलाई साथ दिएर निकै राम्रो काम गरेको छ। यो शक्तिको आडमा ज्यादती गर्ने यी बिरजङ र बिरजङका छोरालाई अब रामले निकै राम्रोसँग सबक सिकाउने भएका छन्। साथीहरू, अब रामले यिनीहरूको नजरमा मरेको आफूलाई मृतक साबित गरेर बाहिरी लुकेर नै यिनीहरूलाई आफ्नो माहौल चुनावी माहौल बनाउँदै यिनीहरूको साम्राज्य ध्वस्त पार्ने भने चाहिँ पक्कै पनि भएका छन्।
हो साथीहरू, अब रामले आफूलाई लागेको त्यो आरोप चाहिँ गलत हो है, मैले त्यस्तो अपराध गरेको छैन, अब चाहिँ हामीले यी पापीहरूलाई भोट दिएर जिताउन हुँदैन, यिनीहरूको ज्यादतीलाई कम गर्नुपर्छ भन्ने कुराको सम्पूर्ण गाउँलेहरूमा ज्योति छरेर फेरि पनि रामले आफूलाई एउटा सशक्त बनाई चुनावमा आफ्नो मत चाहिँ ग्यारेन्टी गर्नेछन्। त्यसै गरी अघिल्लो एपिसोडमा रमेशले राममाथि जुन घटना भयो त्यो घटना देखिसकेपछि अब चाहिँ मैले चुनाव जित्न सक्दिनँ, म पनि मर्ने रहेछु भनेर आफ्नो ज्यानको माया गरेर रमेशले चुनावमा नजाने निर्णय गरेका थिए। म चाहिँ राजनीतिबाट हात धोएर नै बाहिर निस्किन्छु, मैले चाहिँ केही गर्न सक्दिनँ, अब यो बिरजङ जस्तो मान्छेसँग लड्नु भनेको म सकिनु हो है भन्ने सोचेका थिए। त्यसपछि कमला गएर रमेशलाई राम्रोसँग सम्झाउँछिन्, तपाईँले हार मान्नु भनेको रामलाई गलत साबित गर्नु हो अनि रामलाई कमजोर बनाउनु हो, के तपाईँ रामलाई कमजोर बनाउन चाहनुहुन्छ? यति भनिसकेपछि रमेश पनि अब चुनावमा जाने नै भएका छन् भने ती बिरजङका बाउ छोरालाई चाहिँ अब रामले सम्पूर्ण गाउँलेहरूलाई फेरि पनि सम्झाएर रमेशलाई नै जिताएर त्यो गाउँमा चाहिँ न्याय र शान्ति चाहिँ कायम गर्नेछन् र आफ्नो मरेको बहिनीलाई पनि न्याय दिनेछन्। हो साथीहरू, अब आउने एपिसोडमा चाहिँ हामीले चुनावी माहौलको कुराहरू देख्दै गर्दाखेरि बिरजङ र बिरजङका छोरा चाहिँ अब पक्कै पनि हाम्रो शक्ति चाहिँ अब सुनिश्चित भइसक्यो, हाम्रो जित सुनिश्चित भइसक्यो, अब हामीले केही गर्नु पर्दैन भनेर मस्त भोजभतेर गरेर होइन रमाइलो गरेर बस्नेछन्। तर रामले भित्रभित्रै सम्पूर्ण गाउँलेहरूलाई चाहिँ आफू गलत होइन भन्ने कुरा चाहिँ पहिला साबित गर्नेछन् र त्यो जुन बिरजङ र बिरजङको छोराले रामलाई फसाउनका लागि जुन केटीको प्रयोग गरेका छन् त्यो केटीको भण्डाफोर गर्दै चुनावी माहौल यसरी आफ्नो पक्षमा ल्याउने छन् कि जुन तपाईँ हामीले अहिलेसम्म कल्पना पनि गर्न सकेका छैनौँ। हो साथीहरू, अब रामले जसरी भए पनि त्यो चुनाव चाहिँ जित्नुपर्छ र सम्पूर्ण गाउँलेहरूलाई चाहिँ एउटा न्याय के हो भन्ने कुरा चाहिँ साबित गराउनुपर्छ र रामका गाउँलेहरू चाहिँ एकदमै मिलेर बस्नुपर्छ। फेरि पनि राम, कमला र मुनाको सुखका दिन आउनुपर्छ भन्ने जतिले चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिन भने पक्कै पनि नभुल्नुहोला भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन्छु। हवस्, नमस्कार।